आज हामी यो तिलोत्तमा गौशालामा आउने अवसर जुट्यो। 2569औं बुद्ध जयन्ती, शान्तिका अग्रदूत भगवान गौतम बुद्धको पावन भूमि यो लुम्बिनी क्षेत्र। यहाँ तिलोत्तमा नगरपालिकामा विगत लामो समयदेखि अहोरात्र रूपमा खटिराख्नुभएका हाम्रो इस्कोन का धर्म अनुरागी आदरणीय श्रद्धेय गुरुजनहरूको अगुवाईमा यहाँ झन्डै 350 गौमाता र नन्दीहरू समेतको यहाँनिर संरक्षण गरेर राख्नु भएको छ। यही अवसरमा हामी धर्मभिरू आफ्ना स्वेच्छाले आफ्ना खुसीले यी नन्दी र गौमाताहरूको सेवामा समर्पण भाव राख्न चाहने व्यक्तिहरूले फलफुलदेखि लिएर घाँस दाना आदि इत्यादि दिन चाहने व्यक्तिहरूले समेत स्वतस्फूर्त रूपमा स्वेच्छाले दिन सकिने अवस्था छ। यसैगरी यो संरक्षण हेतु तिलोत्तमा नगरपालिका र अन्य धर्मभिरू सङ्घ संस्थाहरूले समेत यसमा चाहिँ जिज्ञासा देखाइराख्नु भएको छ र अरू अझै बढी यसमा चाहिँ जिज्ञासा दिनुपर्ने अवस्था छ। किनकि गाई यी हाम्रो नेपालबाट लोप हुँदै गएका हाम्रो चाहिँ प्राचीन आठमुठे गाईदेखि लिएर अन्य स्थानीय लोकल गाईहरूको समेत यहाँ प्रजातिहरू रहेको हामीले देखेका छौँ। यसको संरक्षण सम्वर्धन गर्न र नयाँ पुस्तालाई समेत हामीले सुनाउन सिकाउन र यसको बारेमा विस्तृत र विहङ्गम रूपमा अगाडि बढाउन जरुरी छ भन्ने मलाई लाग्दछ। हामी चाहिँ तिलोत्तमा नगरपालिका शङ्करनगर वडा नम्बर 2 शङ्करनगरबाट यहाँ आएका छौँ। अति आनन्द र सौम्य एकदम हार्दिक र खुसी लागेको छ। यहाँको वातावरण, यहाँको यो हर्षोल्लासपूर्ण गाई र नन्दीहरूको चाहिँ एक खालको चाहिँ आनन्दमय वातावरण, जङ्गल, हरियाली र यहाँ रहनुभएका श्रद्धेय इस्कोनका गुरुजनहरूबाट हामी आउने सबै श्रद्धालु भक्तजनहरूलाई माया, प्रेम, सद्भाव समेत बेला बखत दर्शाइराख्नु भएको हुँदा हामी अति नै आनन्दित र प्रफुल्लित छौँ भन्दै आज हामी दम्पति वैवाहिक वर्षगाँठको 24औं वर्ष पुरा गरेको अवसरमा वैशाख 29 गते हामी यहाँ आएका छौँ। यसमा हामी यहाँहरूबाट आशीर्वचन, शुभभाव समेत चाहन्छौँ। हस्, हरिओम, हरे कृष्ण, जय होस्।